आएको हैन। अनि आज काम नभएको बेलामा चाहिँ टक्क लाएर दाजुभाइ आइदिएको थियौँ। अनि यस्तो घाम लागिरहेछ हैन, यहाँ माथि बस्दा त कस्तो पोल्छ क्या। अनि त्यही भएर मैले त भ्लग चाहिँ एकैचोटि यही आएर के अरे स्टार्ट हानेको, केही पनि छैन हैन, दुःख नगरिदिनु होला। अनि के भन्छु भने च्यानलमा न्यू हुनुहुन्छ भने सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। अनि अब चाहिँ म माथि नै जान्छु है सट्ट लाएर। अनि फाइनली यहाँबाट चाहिँ तपाईँहरूलाई सबै ठाउँहरू देखाइदिन्छु म होइन, चट्ट लाएर है। चट्ट देख्न सक्नुहुन्छ है, चट्ट यो चाहिँ खतरा छ है। यो यहाँको यो चाहिँ खतरा छ, यतापट्टिबाट हेर्दा चाहिँ दामी देखिन्छ होइन, तर माथि गएपछि चाहिँ ठाउँहरू वरपरको चाहिँ खतरा देखिने रहेछ। अनि मलाई चाहिँ आशीर्वाद दिनुहोस् होइन, म कसैले नआयो भने होइन, अझै समय होइन त्यो गर्छु। न त म भलिबल प्लेयर, न त लाउरे, न त धनी बाउको नै छोरा, बोलाउँदा कोही नै बोल्दैन, त्यही नै खुसी नै छु म। मलाई चाहिँ खुसी हुनलाई ठुलो रिजन चाहिँदैन होइन। मलाई थाहा छ म रिसाउँदा धेरै नै रिसाउँछु, अनि खुसी हुँदा पनि धेरै नै खुसी हुन्छु। सो गाइस होइन, सबैजनालाई धेरै धेरै धन्यवाद। अनि सबैजनालाई थ्याङ्क यू फर। नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजनालाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ म कहाँ आएको छु भन्दाखेरि चाहिँ तपाईँहरूले गेस गर्नु होला कुन ठाउँ हो यो होइन। अनि सो अब आज चाहिँ एकैचोटि म ठ्याक्कै आइपुगेर मात्रै बनाउनु स्टार्ट गरेको, किनकि अब लास्टै घाम पनि भइरहेको थियो। अनि एकदम है पसिना खल्काली गर्मी लास्टै खतरा थियो। अनि पानी पनि फेरि नभेट्ने क्या, फेरि यो एकदमै अब पानीहरू त थियो होला होइन, अब हामीले चाहिँ भेटेनौँ। अनि सो यो चाहिँ म चाहिँ यहाँ चाहिँ किन आउने रहर थियो भन्दा चाहिँ धेरै लगभग 1 वर्ष भइसक्यो, 1 वर्ष 1.5 वर्ष भइसक्यो होला म यो ठाउँमा नआएको चाहिँ। 1 वर्ष 1.5 वर्ष पहिला चाहिँ यो ठाउँ चाहिँ खतरा चल्ती थियो, अब चलिरहेको थियो त्यति बेला है एकदम। अनि त्यति बेला चाहिँ भनौँ न सब मान्छेहरू एकदमै थुप्रो आउनुहुन्थ्यो। अब अहिले चाहिँ अलिक होइन, अब नयाँ नयाँ ठाउँहरू बन्दै गएपछि नयाँ नयाँ ठाउँहरूमा जाँदै गर्नुभयो। अनि यो सिन चाहिँ 5 खबनको हो, कुन ठाउँ 5 खबन कतिको त्यो चाहिँ तपाईँहरूलाई भनिराख्नु नपर्ला। अनि सो अहिले चाहिँ म ठ्याक्कै त्यही छु, टावरमा चढ्दैछु। अनि सो तपाईँहरूलाई मेरो गाउँ देखाउँछु होइन, यहाँको वातावरणहरू कस्तो छ देखाउँछु। एकदमै सुन्दर छ, एकदमै शान्त है, कोही पनि आउँदैन, मेरो भिडियो हेर्दै हुनुहुन्छ। अनि डेटिङ आउँदा हुन्छ है, त्यस्तो केही पनि छैन होइन, सुन्दर शान्त छ, कोही नै आउँदैन। अब दसैँ टिकाको दिन नआयो भने त्यो अलग कुरा हो होइन, टिकाको दिन आउन सक्छ, अब आउँदैन भन्दिनँ म, आउँछ। तर अहिले चाहिँ प्रायः जस्तो अब अरू बेला चाहिँ मान्छे हुँदैन होइन, आउँदा केही पनि फरक पर्दैन है। अनि आउनु होला तपाईँहरू पनि, एकदमै राम्रो छ। अब सबै कुहिरो लागिरहेको छ वारिपारि चाहिँ, त्यही पनि बब्बाल छ, मलाई चाहिँ एकदमै राम्रो लाग्छ। अनि धेरै पछि यो ठाउँमा आउँदाखेरि एकदमै खुसी भएको छु होइन, खुसी लागेको छ। अब अब आउने भनेर सोचिरहेको थिएँ। अब ठ्याक्कै होइन, भाइ पनि उताबाट आएको, अनि म पनि घरमै बसिरहेको होइन। अनि आज काम नभएको बेलामा चाहिँ टक्क लाएर दाजुभाइ आइदिएको थियौँ। अनि यस्तो घाम लागिरहेछ होइन, यहाँ माथि बस्दा त कस्तो पोल्छ क्या। अनि त्यही भएर मैले त भ्लग चाहिँ एकैचोटि यही आएर के अरे स्टार्ट हानेको, केही पनि छैन होइन, दुःख नगरिदिनु होला। अनि के भन्छु भने च्यानलमा न्यू हुनुहुन्छ भने सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। अनि अब चाहिँ म माथि नै जान्छु है सट्ट लाएर। अनि फाइनली यहाँबाट चाहिँ तपाईँहरूलाई सबै ठाउँहरू देखाइदिन्छु म होइन, सट्ट लाएर है। यस्तो छ, अब यो चाहिँ पुरानो भएर हो, नत्र मान्छे एकदमै धेरै हुन्थ्यो होइन, केही पनि छैन। अब
जुन ठाउँलाई अब सदुपयोग गर्नुपर्छ अब यतिको छ हाम्रो ठाउँमा होइन। अनि यसरी अब यतिको हुँदाखेरि सदुपयोग चाहिँ गर्नुपर्छ होइन। सबैजना आइदिनु होला होइन। आउनु सक्ने वातावरण छ भने आइदिनु होला होइन। आजको भ्लग अलिकति लङ हुनसक्छ त्यही हो होइन। अब टक्क सो गाइस होइन। अब चाहिँ म तपाईँहरूले सिन देखाउँछु। सबैभन्दा पहिला चाहिँ मेरो गाउँबाट नै स्टार्ट गर्छु होइन। त्यस पछाडि अनि अरू ठाउँबाट देखाउँछु। चट्ट लाएर है यो पारीको यो सानो सानो धब्बाहरू जस्तो देखिरहेको छ नि यो पारीको होइन। यो यतापट्टिको क्या तलको एकदमै यो चाहिँ मेरो गाउँ हो। अनि यो चाहिँ हाम्रो वाना बजार बिहारी बजार। अनि वारिपारि त्यस्तो देख्छ। सर्ट एक राउन्ड चाहिँ लगाउँछु है सर्ट। अनि यो चाहिँ चनपुर भयो। अनि अब यो भ्यू चाहिँ मैले कहाँबाट लिइरहेको छु भने तपाईँहरूले भनिराख्नु नपर्ला है। अनि सो त्यतातिर भन्दा नि यतातिर ध्यान दिनुहोस् न। यतातिर होइन यतातिर ध्यान दिनुहोस् हेर्नुहोस्। अनि अब कसको बिहाफ छैन भन्नुहोस् त। म रेडी छु है फेरि यो म रेडी छु नि ल। अनि चट्ट लगाएर है हामी चाहिँ अब यहाँ चिया भनेको किरै पस्यो मुखमा। अनि गर्मी चाहिँ लास्टै गर्मी छ होइन। मान्छेहरू आउँदैन रहेछ। अनि अब हामी चाहिँ मलाई चाहिँ आउनु मन लागेकोले गर्दाखेरि नै आएको होइन। अनि अब चट्ट अब बसिन्छ एकछिन होइन। अनि त्यस पछाडि चाहिँ घरतिर जानुपर्ने हुन्छ होइन। आज चाहिँ अब यो ठाउँमा आइपुगिसकेपछि चाहिँ रमाइलो नै गरेर केही न केही चाहिँ म गरेर नै जान्छु। रमाइलो नै गरेर जान्छु है। अब चाहिँ म उँधो जान्छु होइन। तलको वातावरणहरू पनि देखाउनु पर्यो नि त। माथिको मात्रै भयो अब तलको ल। ल अब चाहिँ हामी उँधो ओर्लिँदैछौँ। अनि लास्टै गर्नु भइरहेछ फोटोसोटो टिकटक बनाइयो होइन एकदम। अनि अब चाहिँ चस्मा लाउँदै जाने हो क्या। आँखा सब बिगारिसक्यो ल। मदेखि त बेहुला जस्तो देखेको छ कि छैन भनिदिनुहोस् त गाइस है। राम्रो लाग्छ भने भनिदिनुहोस् है छिट्टै। बेलैमा फेरि म त जसले पहिला प्रपोज गर्छ उहीसँग जाने हो नि फेरि। यो चस्मा लगाएपछि बेहुलाको जस्तो फिल भइदिरहेको क्या मलाई होइन। टक्क होइन यस्तो छ ताली यहाँ हेर्नुहोस् त। M+यस को म्यासेज गरे कमेन्ट गर्नु पऱ्यो कसले लेखेको यो होइन। हेर्दै हुन्छ यो लेख्ने मान्छेले हेर्दै हुन्छ नि कमेन्ट गर्नु। यो कसम ठुलो मान्छेको चाहिँ काम भएन। यो केटाकेटीको अब हामी जस्तै उमेरको मान्छेले हो होइन। कसले हो कमेन्ट गर्नु होला प्लिज। यो यमबाट के हो यो जसबाट के हो प्लिज कमेन्ट मी है। म त फेरि पठाइदिन्छु है। म त फेरि सक्दिन्छु नि फेरि यस्तो टोक्क है। अनि यो टाइपमा दिएपछि होइन। अनि म चाहिँ मुनि आइसकेको छु। अनि सो ल सो है यहाँको भ्यू चाहिँ यस्तै छ। मुनि चाहिँ यस्तै छ। अनि चट्ट देख्न सक्नुहुन्छ है। चट्ट यो चाहिँ खतरा छ है। यहाँको यो चाहिँ खतरा छ। यतापट्टिबाट हेर्दा चाहिँ दामी देखिन्छ होइन। तर माथि गएपछि चाहिँ ठाउँहरू वरपरको चाहिँ खतरा देखिने रहेछ। अनि मलाई चाहिँ आशीर्वाद दिनुहोस् होइन। म कसैले नआयो भने होइन। म चाहिँ एकदमै होइन यस्तो गर्छ क्या होइन। यस्तो है त यस्तो छ पारा। चस्मा लगाइदिउँ क्या हो
सन्दीप चस्मा लगाइदिउँ गाइज शिवजीलाई चस्मा लगाइदिन्छु म ए भएन नि सानो छन् त शिवजीजी सुन्तला खानुस् सुन्तला पनि भेट्यो फेरि खै खानुस् यस्तो सुन्तला खान्छ कि खाँदैन भन् यस्तो गरेर चाहिँ म तिमीहरूलाई माग्नु आउँदैछु है नगर्नु भाइ शिवजीले सुन्तला खाएन कसले सुन्तला खाने अनि अब चाहिँ हामी घर लाग्दैछौँ म अब अघि आउँदा चाहिँ होइन एकदम कालो थियो क्या अब म त है होइन उकालो भएर अस्ति गाह्रो बनायो नि हामीलाई त त्यस्तै हो यहाँको ऊ चाहिँ त्यस्तै हो अब हामी चाहिँ एकैचोटि तल पुगेर मात्रै बनाउँछौँ किनकि यो ओह्रालो चाहिँ लास्ट ओह्रालो छ देख्न सक्नुहुन्छ हट ल ओह्रालै देखेको छैन देख्यो यस्तै छ ओह्रालो अब च्याट बनाउँछौँ सम्हालेर राख्नु मुटुलाई अहिले चाहिँ ए तल पुगिसकेको छौँ अनि निकै तलै भनौँ न अनि हातमा चाहिँ मेरो चस्मा छ अनि केही पनि छैन घडी छ लगभग 2:30 भइसकेको छ अनि हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ है अनि तपाईँहरूलाई अब म के भन्न चाहन्छु भने होइन जति पनि जनाले भिडियो होइन भिडियो भ्लग भेट्नुहुन्छ उहाँहरू चाहिँ भाग्यमानी हो क्या म चाहिँ भाग्यमानी हो जस्तो लाग्छ किनकि अब बट होइन अब मैले कहिलेकाहीँ क्या होइन कहिलेकाहीँ समटाइम भनौँ न समटाइम कहिलेकाहीँ म सायरीहरू पनि भन्ने गर्छु होइन सायरी पनि भन्छु होइन अनि समटाइम भलिबल पनि खेल्छु अनि कुनै बेला अब मोड अनुसारको कामहरू गरिरहेको हुन्छु म अनि तपाईँहरूलाई अब के भन्छ भने जति पनि जनाले मेरो आइडी भेट्नुहुन्छ जति पनि जनाले मेरो होइन अब च्यानल भेट्नुहुन्छ तपाईँहरूले फलो सेयर लाइक कमेन्ट चाहिँ गर्नुपर्ने हुन्छ किनकि होइन म पनि सेलिब्रेटी नभए पनि सेलिब्रेटी हुन चाहिँ खोजेको तर सेलिब्रेटी चाहिँ होला जस्तो लाग्दैछ यहाँ अनि अब म चाहिँ होइन आज चाहिँ के भन्न चाहन्छु भने अब न म लाउरे न म भलिबल प्लेयर होइन अब सुन खास गरी केटीहरूले न म लाउरे न म भलिबल प्लेयर होइन लाउरे बन्न पढाइले साथ दिएन अनि खेलाडी बन्न आफ्नो घरको परिवारले अब बिग्रियो क्या अब एकछिन ल यो लाइन चाहिँ मैले किन भन्न खोजेको भने केटीहरू खालि कि त लाउरे कि त भलिबल प्लेयर होइन कि त अब त्यस्तो उनीहरूसँग मात्रै झुम्मिने क्या न त म भलिबल प्लेयर न त लाउरे न त धनी बाउको नै छोरा बोलाउँदा कोही नै बोल्दैन त्यही नै खुसी नै छु म मलाई चाहिँ खुसी हुनलाई ठुलो रिजन चाहिँदैन होइन मलाई थाहा छ म रिसाउँदा धेरै नै रिसाउँछु अनि खुसी हुँदा पनि धेरै नै खुसी हुन्छु होइन अनि मलाई चाहिँ के लाग्छ भने मलाई केही नभए पनि होइन अब मेरो केही नभए नि मेरो कहीँ केही नभए नि होइन अब मलाई चाहिँ अझै पनि होइन जिन्दगीभरि मेरो बुवा मम्मीको साथमै बस्न पाऊँ जस्तो लाग्छ होइन तपाईँहरूलाई के लाग्छ मलाई चाहिँ त्यो लाग्छ कि अब होइन जिन्दगीभरि चाहिँ मेरो बुवा मम्मीसँगै कटाउँ जस्तो लाग्छ अनि अब के अब
खुसी दुःख सुख त त्यो अब त्यस्तो भइहाल्यो अनि तर अहिले चाहिँ म खुसी छुइनँ है। अब दसैँ लाग्यो सपिङ गरेको छैन है, पैसा पठाइदेऊ न हौ भन्नेमा पैसा पठाइदेऊ न भन्दा पठाइदिने मान्छे भए त हुन्थ्यो नि, त्यो पनि छैन है। मेरो बिजोग छ नि। होइन पैसा पठाइदेऊ न भन्दा पैसा पठाइदिने गर्लफ्रेन्ड भएको भए है अनि चाहिँ खुसी हुन्थेँ क्या म। किनभने अब चाहियो भने यस्तै रहेछ, अब के गर्नु त होइन। 2 दिनको जीवन हो अनि अब सधैँभरि हाँसेर नै बिताउँ। म चाहिँ के भन्छु भने अब जति जे सुकै भयो नि होइन भुलिदिउँ क्या अब होइन। जे जस्तो अवस्थामा भयो नि खुसी हुने, म चाहिँ त्यो नै भन्छु। अनि मलाई चाहिँ के लाग्छ भने म चाहिँ मेरो जिन्दगी चाहिँ होइन मेरो जीवन चाहिँ अब मेरो बुवा मम्मीसँगै बिताउँ क्या होइन। त्यही हो मेरो अन्तिम सपना हानेको त्यही हो होइन। अब आफूले सोचेको कुराहरू त धेरै नै छ, अब कति पुग्छ कति पुग्दैन होइन, त्यो चाहिँ आफ्नो ठाउँमा छ। अनि अब चाहिँ अब होइन हाम्रो चाहिँ पोस्ट देखा न अनि देखा जस्तो गर्न, देखा जस्तो गर्न नहेर्नु है, देखा जस्तो चाहिँ गर्न 8-9 हजार पैसा बोकिरहेको छ कि अनि त्यही भएर आयो। सो गाइस होइन सबैजनालाई धेरै धेरै धन्यवाद अनि सबैजनालाई थ्याङ्क यू फर द वाचिङ। पानी पनि पर्न लागिसक्यो, अब घर पनि जानुपर्ने हुन्छ अनि घर पुग्न अब लाग्छ आधी घन्टा जस्तो अनि अब चाहिँ हामी घर जाने। अनि सो सबैजनालाई धेरै धेरै धन्यवाद अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजनाले लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला अनि सब्सक्राइब त झन् भुल्नै भएन। सबैजनालाई थ्याङ्क यू फर द वाचिङ। ओके अब अर्को ब्लग नेक्स्ट ब्लगमा आइनेछु। थ्याङ्क यू, बाई बाई।